मेरो आमा गफेको थियो अरे छ्या यो बेगाहरूको बुहारीहरू त बोल्नै नसक्ने हो सेवारो सेवारो म 90 पानीको मेहनत फुपूहरू सेवारो फुपूहरू ए तपाईँको चेलीहरू पारी डाँडा चाहिँ के अरे ताप्लेजुङले भेट्छ त्यता चाहिँ स्कुल होला है उ त्यो पहेँलो त म जेठे आमसँग त माइली म मैती बाउले नाम राखिदिएको हस्पिटल जस्तो पनि थियो नि त दारीजुङमा फुलेको छोराहरू मभन्दा बुढी भइसक्यो 24 को नि झै डाँडा बजार हो खतरा छ नि तपाईँको चाहिँ बेगा फर्स्ट आउँछ होइन अनि मात्रै सेकेन्डमा चेम्जोङहरू बेगा त यसै गरेर उड्छ अरे तर पकेर लाएर उडेको चाहिँ जिन्दगीमा देखेको छु नउडिकन हुन्छ होइन के बेबा अहिले आउँछु म खुट्टा दुख्यो बस्नु ल काकाहरू त्यही त नि रहेछ लसुन छ्याप्पी रहेछ त्यो हाम्रो एरियामा त्यो बाउखाल एरियामा चाहिँ उयो रहेछ थुप्री भाउजूहरूको खत्याकाङ खत्याक नाचिदिएर अन्त नि दाजु भन्छ त नि हौ दाजु एउटा माया लाग्दो कुराहरू चिज पो छ कि भनौँ कि न मान्छे पो छ भनेर थुप्री भाउजू फकाएको होइन कहिले कहिले लप परिहिनेछ मनै नपराएको छु अहिले त्यसो भनिदिनु पर्छ अब तेरो अस्पताल जुङ्गेले के भन्दैछ हौ होइन हौ यत्रो डालिलो दाजु आम्मामा भाउजू चाहिँ सानो छ तर थुप्री भाउजू त राम्री छ है सानो डाल गरेको र उसलाई सोड्ने बरी नै परेको पुतली जस्तै छ त्यही पनि चित्त दुख्यो भने त पर्खाउँछ नि मजाले छोरी मान्छे जो पनि त्यही भने भाइ त छैन जस्तो घरमा आयो घुँडा सुँडा सबै दुखो ओह्रालो यिनीहरू आमाले गाउँमा आउने पहाडको कुलो पो रहेछ यो त अनि हिँड्दाखेरि रिसाउने भावना आइगयो जाता खाके आमा निस्किएर लुङ्गी उचाले
चाहिँ हिजो त आँखाभरि भरि आँखी भनेर रुई गएर त छैन नि हौ को सबक्क पो हिँडेछ है खोजी मार्दा पनि भएको छैन खै काइला कहाँ गयो काइला पल्लो गयो त्यतै बेगारतिरै आछि भुइँमा दिँदा हुन्छ म त जत्ता कि थिएँ वस्तुहरूले पनि थाहा पाइसक्यो नि त यो घरको मान्छे कसले सक्छ सक्दैन भनेर त्यति खाइसकेपछि भरे दिनु हो कि हो आहो के अरे कुमार दाजुको घर खतके दाजुको घर आइपुग्यो के गर्दै हुनुहुन्छ काकी आमा हो सारी चुङ्गिनी आमा हो अनि तपाईँको साथी त खतरा रहेछ त अनि खतरा नै छन् बे ऊ को आयो भन्दैछ को पो आयो कि पो आयो कि भन्दैछ सुकुल गुन्द्री देऊ भन्दैछ ए फेरि जोडी नै पो रहेछ त गएको भन्दैछ जा बाकल काटेर के गर्नु आँटेको हौ फेरि घर बनाउन आँटेको घोडाको त ए भान्सा बनाउन आँट्नुभयो काकी आमा भान्सा बनाउन आँट्नुभयो ए त कोतलवाला ढोका भाइ चाहिँ माथि बिहे घरै गयो काकी आमा भाइ त बिहे घरै गयो ए